सबैलाई जय मसीह। तपाईहरुको बीचमा एउटा गवाई म भन्न गइरहेको छु। धेरै समयदेखि यो जंगली तेन्दुवाले है यो बगानमा धेरै समस्या पारिरहेको थियो। यताउति घुमिरहेको थियो है। मान्छेहरु डराइरहेको थियो, हाहाकार मचाइरहेको थियो तेन्दुवा बाघले। अनि यसरी हामीले यो विषयमा प्रार्थना गर्यौं, प्रभु येशू मसीहसँग प्रार्थना गर्यौं केही दिनसम्म है। लगातार अन्त यसरी जाली लगाइयो, नेट लगाइयो अनि फरेस्ट अफिसरहरूले अनि समात्नुमा आइएको थिएन, सक्सेसै भएको थिएन। हामी प्रार्थना गरिरहेका थियौं अनि आफ्टर दैट यो तेन्दुवा बाघ समातियो, फाइनली यो जालमा पर्यो। अनि यसरी यसलाई फरेस्ट अफिसरले है जालमा सुरक्षित साथ यसलाई लगेर गयो फरेस्टमा छोड्नुको लागि। अनि प्रभु येशू मसीहको यो महिमा हो है, एउटा गवाई हो। प्रभु येशू मसीहलाई धन्यवाद होस्। हालेलुया।